यो नेपालको हिमाली भेगका गाउँहरूतिर घुम्न जाँदाखेरि चाहिँ आहा यताका मान्छे त कति भाग्यमानी, कस्तो सुन्दर दृश्यहरू देख्न पाउने, कस्तो राम्रो मौसम भनेर चाहिँ भन्न नहुने रहेछ। किनकि अब हामी त एउटा सिजनमा गएको हुन्छौँ, त्यो पनि फेभरेबल मौसम भएको बेलामा गएको हुन्छौँ। त्यही भएर त्यसो भन्दा चाहिँ उहाँहरू चाहिँ रिसाउनु हुँदो रहेछ। किनभने उहाँहरूले चाहिँ एकदमै त्यहाँ कष्टकर जीवन व्यतीत गरिराख्नु भएको हुँदो रहेछ होइन। कहिले हिउँ पर्ने, कहिले के हुने, एकदमै धेरै ठुलो ठुलो समस्याहरूको उहाँहरूले सामना गरिराख्नु परेको हुँदो रहेछ। अब हुन त हामी 1-2 दिन यसो घुम्न जानेलाई त त्यो रमाइलै लाग्छ। त्यो पनि हामी त घुम्न जाने सिजनमा, राम्रो सिजनमा जान्छौँ होइन। त्यहाँ मौसम बिग्रिँदाखेरिको अवस्था चाहिँ एकदमै कष्टकर हुँदो रहेछ। त्यही भएर अब यसरी घुम्न गएको बेला चाहिँ उहाँहरूले सुन्ने गरे, आहा यता त कति रमाइलो, यताको मान्छेहरू कति भाग्यमानी भन्दा चाहिँ उहाँहरू रिसाउनु हुँदो रहेछ।